हेलो गाइज के छौ केटा गुड मर्निङ हैन यो एउटा रियलमी आएको थियो मसँग 11 प्रो हाम्रो सबिन भाइबाट यसलाई मैले देख्नु नि यहाँ यो एकदम लो बुटिङ थियो 07 चार्ज खाइरहेको छ नम्बर 5 मा हैन यो लो बुटिङ थियो एकदम यसलाई मैले कोटाए पर सर्टहरु चेक गरे सर्ट छ कि भनेर सर्ट भए पनि लो बुटिङ हुन्छ नि त चेक गरे यसलाई मैले सेटिङ चेक गरे यो सबै सिल निकालेर हैन यो सेटिङ छैन त्यसपछि सीपीयू गरे भएन राम्रो कन्डिसन आयो जे होस् र्याम गरी भएन फोन मेमोरी गरी भएन चेक गर्दा ठीक छ फोन मेमोरी है सब गर्यो अन होला जस्तो हुन्छ हुँदैन यसमा है बिजोक भइसक्यो अब त दुःख गरिसक्यो दिउँ कसरी फेरि चेक गर्दै गयो हैन चेक गर्दै गयो उहाँ छ नि जस्तै उहाँ देख्नुभएको यो सानो रहेछ हो यतापट्टि भ्यालु छ यता छैन यो ग्राउन्ड मिस भयो भने यो फोन अन नहुने चाहिँ गाइस यो छ नि यो जुन देखेको यो रसरबाट यहाँबाट यहाँ ग्राउन्ड हान्नुपर्छ जस्तो फिल भएछ हैन जस्तो लाग्यो मलाई यो हानेर हेरौँ है त अन हुनै पर्छ यो यो जम्पर भल्युम है यो चाहिँ हामी जस्तो टेक्निसियनको कहिलेकाहीँ काट्ने बेला अब सेटिङ त चेक गर्नु पर्यो हैन आफू हिट हानेर निकाल्न अलि अप्ठ्यारो लाग्छ काट्ने बेला चाहिँ यो अलिकति नजानेर जान्ने हैन कहिलेकाहीँ हुँदो रहेछ यो Redmi 11 है Redmi 11 Pro है यो एक्चुअली यसलाई ग्राउन्डमा हान्छु है यसलाई अप्ठ्यारो भयो किन त जम्बो वायर निकाल्नु पर्यो ल पुट्यो यसको त No. है हाने मैले ग्राउन्ड हैन हो यसलाई यहाँ राखौँ है अहिले 0 खाइरहेको थियो अब यसलाई हालौँ है त अब मैले यसलाई चार्ज हाल्ने है है त्यो एउटा ग्राउन्ड मिसिङले फोन
चालु भएन होला यस्तो त्यही भएर अलिकति कहिलेकाहीँ कामले पनि धेरै दुःख दिन्छ गाइस। यति भन्नुलाई यो भिडियो बना है गाइस।